आज हिमालको काखमा किन यति ठुलो सन्नाटा छ? आज नेपाल आमाको आँखामा किन यति धेरै आँसु छ? हे भगवान, यो पीडा सहने शक्ति देऊ, जो हामीबाट टाढा भए उनीहरूको आत्माले शान्ति पाओस्। जो अझै हराइरहेका छन् उनीहरूलाई सकुशल घर फर्काइदेऊ। हिमाल रोयो, पहाड रोयो, रोयो आज सारा नेपाल। प्रकृतिको त्यो निर्मम भेले बगायो कति सपना विशाल। कसैको घरमा चुलो निभ्यो, कसैको आँगन सुनसान, कसैकी आमाको काख रित्तियो, आँखा भरी आँसु मुटु भरी पीडा। हसुवाको त्यो भूमिमा आज घाउ गहिरो परेको छ। नेपाल आमाको मुटु भित्र अर्को पीडा थपिएको छ। हे ईश्वर, आफ्ना सन्तान जोगाइदेऊ, अँध्यारोमा हराएकालाई बाटो देखाइदेऊ। रित्तिएको काखमा फेरि आशाको उज्यालो भरिदेऊ। नेपाल आमा रोइन्, नेपाल आमा रोइन्, आफ्ना सन्तान गुमाउँदा ममताले छाती पिटिन्। हे मेरी नेपाल आमा, अब धेरै नरो, तिम्रा सन्तान तिम्रो साथमा छन्। जसले ज्यान गुमाए उनीहरूलाई शतश श्रद्धाञ्जली। जो चाहिँ हराइरहेका छन् उनीहरूका लागि एउटै प्रार्थना। हे भगवान रक्षा गर, हे भगवान रक्षा गर, फेरि कसैको घर नरोस्, फेरि कसैको काख नरित्तियोस्। आफ्नो जीवनको परवाह नगरी नेपाली सेना अघि बढे। प्रहरी, सशस्त्र प्रहरी र उद्धारकर्मी पीडितको साथमा उभिए। स्थानीय जनताका हातहरू सहयोगका लागि जुटे। दुःखमा परेका नेपालीलाई नेपालीले नै अङ्गालो दिए। यही हाम्रो शक्ति हो, यही हाम्रो पहिचान। दुःख पर्दा एउटै हुन्छ सिङ्गो नेपाली मन। हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म, एउटाको आँसु सबैको आँसु, एउटाको पीडा सबैको घाउ। हे भगवान, एउटा वरदान देऊ, जो हराएका छन् खबर घरसम्म पुर्याइदेऊ। जो घाइते छन् जीवन देऊ, जो रोइरहेका छन् शक्ति देऊ। र जो हामीबाट टाढा भरे उनीहरूको आत्मालाई शान्ति देऊ। नेपाल आमा रोइन्, तर नेपाल हार्ने छैन।
काली जस्तै साहसी हामी टुटे पनि फेरि उठ्ने सन्तान हौ नेपालका जसले ज्यान दिए उनीहरूलाई नमन जसले उद्धार गरे उनीहरूलाई सलाम जसले सहयोग गरे उनीहरूलाई सलाम नेपालको माटोमा मानवता अझै जिउँदै छ